हेलो एभ्रिवान, नमस्ते। के छ सबैजना, सन्चै हुनुहुन्छ? आज चाहिँ छुट्टीको दिन सन्डे। आज सन्डेको दिन चाहिँ आज हाम्रो प्रोग्राम रहेको छ। प्रोग्राममा चाहिँ आज हामी बिहान उठेर नुहाइधुवाइ गरेर मन्दिरबाट आएर अनि डेकोरेसन गर्न आएका छौँ। अङ्कलहरू अनि सबैजना चाहिँ बिहान आउनुभएको थियो अनि उहाँहरूले नभ्याएर हामी आएर डेकोरेसन गर्दैछौँ। अब हामीले चाहिँ यहाँ आउँदैछौँ, यस्तो बनाउँदैछौँ होइन। अब यतिको चाहिँ भयो, तर लेडिज बिना चाहिँ यो अधुरो भयो कि त्यो लेडिजहरू आउँदै हुनुहुन्छ। अब हेर्दै जाऊँ कहाँसम्म पुग्छ यो चाहिँ। यो चाहिँ फाइनली रेडी गरेर हामीले चाहिँ ल हेर्नुहोस्, यो दुःख हेर्नु, बिहानदेखिको दुःख, यो दुःख, माई गड। यो चाहिँ ट्याक्क हाम्रो सुब्बा देउराली अनि रानी मल समूह युए, मतलब यो दुईवटा ग्रुप, मतलब एउटै मान्छेको होइन, हामी सबै मिलेर। अनि यो चाहिँ दुईवटा बसेछौँ नि, त्यही भएर यो चाहिँ यो। अनि आज हाम्रो यो रेडी भयो, हाम्रो रेस्टुरेन्ट चाहिँ गाउँबेसी हो होइन। आजको हाम्रो प्रोग्राम चाहिँ यही छ। यहाँ चाहिँ नास्ता पानी भइरहेछ। म्याडमले भर्खरै आएर खाँदै हुनुहुन्छ। यस्तो छ, भर्खरै आएर यस्तो नास्ता खान पाउँछन्। अब यहाँ बिना जस्तै हुनुहुन्छ है, यस्तो पनि ल। फाइनल्ली हामी चाहिँ रेडी गरेर रुममा गएर अनि फेरि पनि हामी रेडी भएर आइसकेका छौँ। हेर्नुहोस् है, यति गर्मी छ नि, बाहिर यति गर्मी छ, कुरै नगर्नुहोस् गर्मीको चाहिँ। अब यो जुन जुलाईमा गर्मी भयो पहिले नै हुन्छ र होइन। उहाँहरूले चाहिँ अब उनीहरू चाहिँ बिहान पार्लर गएर आयो नि त। अनि आन्टीलाई किन लगाएन हो भनेर अनि अङ्कल कराइरहनु भएको छ नि त। अनि त्यही भएर क्या अब लेडिजहरूलाई है केही भइहाल्यो भने पनि अब पार्लर जानै पर्यो यताउति होइन। के गर्ने, अब यस्तै छ हजुर, यस्तै छ जिन्दगी। कोही बिजी हुनुहुन्छ कतै, कोही कता बिजी हुनुहुन्छ। उहाँ दिदीले चाहिँ के बजाएको यस्तो गीत भन्नुभएको थियो नि त। अनि किनकि त्यो कपिराइट गरिदिन्छ नि, त्यो चाहिँ मैले काटेर चाहिँ बनाएको छु। अनि उहाँले चाहिँ हेरिरहनु भएको छ क्या, के बजाउँछ मान्छेले भनेर। अब चाहिँ धेरै बल्ल आएर मान्छेहरू ल हेर्नु यिनीहरूको काम। बिहान 12 बजे गएका मान्छे यति बेला अरू मान्छे उहाँ आउँदै हुनुहुन्छ। उसलाई हेर्नु ल, नारायणम नारायणम नारायणम, सबैजना नारायणम। ल हाम्रो आउने प्रोग्राममा गइरहेछ ल ल। यहाँ चाहिँ बल्ल लेडिजहरू मिलेर गर्दै हुनुहुन्छ। अनि आएर यता चाहिँ रेडी हुँदैछ सबै। यसरी एउटा सोसाइटीमा ग्रुपमा समूहमा भइसकेपछि धेरै कुरा सिक्न अवसर मिल्दो रहेछ होइन। कतिजनालाई चिनेको थियौँ होला, कतिजनालाई चिनेको थिएन, तर यो समूहमा आएपछि धेरैजनालाई यो हाम्रो नेपाली कल्चर अनुसार अब यसरी पिपलको पातमा खास त लेख्न पर्ने, तर हामीले चाहिँ लेख्नलाई अलि समस्या भएर चाहिँ त्यो नलेखिकन अनि यसरी बनाएको, गम लगाएर अनि प्रिन्ट गरेर यसरी बनाएको हामीले चाहिँ। हजुरले देख्न सक्नुहुन्छ, खास चाहिँ यो हामीले व्हाइट पेनले लेख्न पर्ने है। व्हाइट पेन नभएर चाहिँ हामीले यसरी बनाएको। लगभग हाम्रो चाहिँ अब सुचारू हुन गइसकेको छ है। कार्यक्रम चाहिँ धेरैजना आइसक्नु भयो। अब उहाँ चाहिँ हेर्नु न, दुईजना टिकटकै छ, दुनियाँ टिकटकले चलिरहेको छ। उहाँहरूलाई चाहिँ बोल्नै चिनिरहेको मैले है। अब अरूलाई चाहिँ बल्ल फर्स्ट टाइम देख्दैछु धेरै जसोलाई। यहाँ हाम्रो दिदीले अब प्रत्येक उपस्थित हुने सदस्यहरूको नाम लेख्दै हुनुहुन्छ। सबै लेख्नु पर्यो। आजको यो सञ्चालिका चाहिँ हाम्रो दिदी हुनुहुन्छ। एउटा परदेशको ठाउँमा है
यस्तै समूहमा बसिसकेपछि कतिपयजनालाई चिनेको थिएँ होला, कतिपयजनालाई यहीँ आइसकेपछि मैले उहाँहरूलाई चाहिँ फर्स्ट टाइम चिनेको, फर्स्ट टाइम देखेको है। अनि यसले पनि हामीलाई धेरै सपोर्ट हुन्छ कि परदेशको ठाउँमा रहेर थोरै एक दिराम 2 दिराम जति हुन्छ जम्मा गरेर पछि फ्युचरको लागि हामीले आफ्नै नेपालमा गएर केही गर्न सकिन्छ भन्ने उद्देश्यले एउटा समूह हामीहरू धेरै पनि छैनौँ, 22 जना 23 जनासम्म समथिङ त्यस्तै छौँ। यसले चाहिँ हामीलाई पछि गएर धेरै नै सपोर्ट हुन्छ भन्न चाहन्छु मैले चाहिँ। महानुभावहरू आउने तर्खर चलिरहेको छ। अब हामी 15-20 जना आइसक्नुभयो, बाँकी अब थोरै बाँकी हुनुहुन्छ, उहाँ पनि आउँदै हुनुहुन्छ। गण्डकी कोशी कर्णाली मेची र महाकाली अब हामीले नास्ता गर्नु पर्यो भनेर फर्स्ट डिनर मगाएको। अब नास्तामा चाहिँ हाम्रो यही नै छ। सबैहरू अब 12 बजे उपस्थित हुने भनेको 1-2 बजिसक्यो। अब नास्ता गर्नु पर्यो भनेर अनि डिनर जस्तै मानौँ न यो मगाएको। अब लेडिजहरूले चाहिँ खाना सुरु गरिसक्नु भएको छ। अब हाम्रो डिनर सकिसकेपछि अब हाम्रो सम्मान कार्यक्रम सुरु हुन गइरहेको छ, सुरु भइसकेको छ भन्नुपर्छ। उहाँ हाम्रो हुनुहुन्छ यस हाम्रो श्री देउराली अनि रानीमल ऋषिकेश संयुक्त उहाँ हाम्रो अध्यक्ष हुनुहुन्छ ऋषि घिमिरेज्यू। उहाँलाई हामीले उहाँहरूले सम्मान गरिरहनु भएको छ। सम्मान गर्नु सुन्दर शान्त विशाल, सुन्दर शान्त विशाल। धन्यवाद, ताली बजाइदिनु होला। ज्यूलाई पनि अगाडि आई आफ्नो आसन ग्रहण गरिदिनु हुनको लागि अनुरोध गर्दछु। यसै गरी यही संस्थाकी सदस्य तुलसा काफ्ले ज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। ताली बजाइदिनु होला। ताली स्वस्थ पनि रहनको लागि पनि तालीले एकदमै सहयोग गर्छ। ताली बजाउनु होला प्लिज। यसै गरी यही संस्थाकी अति राम्री मिलनसार हाम्री अभिभावक दिदी शारदा केसीज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। अगाडि आइदिनु होला। सम्मान गरिदिनु होला। ताली बजाइदिनु होला। धन्यवाद। यसै गरी यही संस्थाकी सदस्य हाम्री अभिभावक नै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। लक्ष्मी खत्रीज्यूलाई पनि अगाडि आई आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी यही संस्थाका सदस्य अति नै मिलनसार, अति राम्रा, हेन्डसम, हेर्दा पनि चिटिक्क परेका भाइ हाम्रा प्रदीप गैरेज्यूलाई अगाडि आई आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। अगाडि आइदिनु होला।
केसीज्यूलाई अगाडि बढाउनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी ताली बजाइदिनु होला। धन्यवाद। सर कता बिहा गर्न हिँड्नु भयो? यसै गरी यही संस्थाकी सदस्य एकदमै मिलनसार, आफैमा मुक्त, एकदमै दोहोरी गीत पनि गाउनुहुन्छ उहाँले, नाच्न पनि एकदमै राम्रो नाच्नुहुन्छ। अति नै मिलनसार बहिनी, हाम्री एकदमै बहिनी अस्मिता राईमाझीलाई पनि अगाडि आइदिनको लागि हार्दिक अनुरोध गर्दछौँ। कस्तो हुँदैछ कार्यक्रम? एकदम बाबु प्रदीप हजुर के छ फोटोग्राफर यसो चाहिँ केही छैन? बढिया, एकदम बढिया, धन्यवाद। एकदम बढिया। अब भने हामी यस कार्यक्रमलाई यथास्थानमा राख्दै आजको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। सभा प्रमुखको अनुमति लिन चाहन्छु। हाम्रो सम्मान कार्यक्रम यथास्थानमा रहनेछ। जबसम्म हाम्रो सदस्यहरू सबैजना आउनुहुन्न तबसम्म निरन्तर चलिरहनेछ। सबैलाई जानकारीको लागि सुपा देउराली रानीमहल सहकारी संस्था तथा ऋषिकेश सहकारी संस्था युएको आयोजनामा गरिएको कार्यक्रममा पानसमा बत्ती बाल्दै हुनुहुन्छ सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू र विशिष्ट अतिथिज्यूले सबैजना धेरै धारणा भइदिनु होला। सबैजना आफ्नो आफ्नो ठाउँबाट उठिदिनुहुन्छ होला कि आशा राख्दछु। पानसमा बत्ती बाल्दै हुनुहुन्छ सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू र विशिष्ट अतिथिज्यू। सम्मान गरिदिनु होला, ताली बजाइदिनु होला। सम्मान गर्नुको लागि हार्दिक अनुरोध गर्दछु सबैजनालाई। ताली अलि ताली बजाइदिनु होला। यसै गरी कार्यक्रम उद्घाटन भइसकेको जानकारी गराउन चाहन्छु। यसै गरी अगाडि आइदिनु हुनको लागि, केक काट्नको लागि सभा अध्यक्षज्यू र प्रमुख अतिथिज्यू र विशिष्ट अतिथिज्यूलाई अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। केक काटेर हाम्रो कार्यक्रमको उद्घाटन गर्दै हुनुहुन्छ। सबैजनाले ताली बजाइदिनु होला। फोटा खिच्ने, फोटा खिच्ने, फोटा फोटा। तस्बिरहरू आउनुपर्छ है कतिले। सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू र विशिष्ट अतिथिज्यू। श्री सुपा देउराली रानीमहल सोसाइटी तथा श्री ऋषिकेश सहकारी संस्था युए वार्षिक वर्ष 2083-2026 ताली बजाइदिनु होला। कार्यक्रमको उद्घाटन भइसकेको छ। तिनैजनाले हात समाएर प्लिज केक काटिदिनु होला। सबैजनाले ताली बजाइदिनु होला। सभा अध्यक्षज्यूबाट प्रमुख समय अति नै छोटो भएको कारणले गर्दाखेरि हामीले सकेसम्म कार्यक्रमलाई छोटाउने जमर्को गर्दैछौँ।
यो केक पुरै पग्लिया छ भन्दिरा केक पुरै पग्लिया छ 10 मिनेट उता बिग्रिएर राख्दे तिमीले राख्दे फोटा खिच्नु मान्छे कहाँ हो का यो त्यहीबाट काट यसै गरी आजको कार्यक्रममा सम्पूर्ण व्यक्तित्वहरूलाई शुभकामना मन्तव्य दिनको लागि अगाडि आमन्त्रण गर्दैछु। सन्चै हुनुहुन्छ? खाना खानुभयो? बालेन जस्तो नै गरौँ न फेरि पाक्दैछ खाना खानु होला। घन्टी रापरमा भन्ने एमालेतिरको भाषा गर्ने के हो यस्तो सबैजनामा नमस्कार। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मान्यजनहरूमा आज हाम्रो सुब्बा देउराली रानीमल एन्ड अनि श्री ऋषिकेश सहकारी संस्थाको वार्षिक उत्सवमा यहाँ सम्पूर्ण उपस्थित हुनुभएकामा सबैजनालाई मेरो न्यानो आभार व्यक्त गर्दछु र जहाँ जस्तो ठाउँबाट आउनुभएको छ सबैले यहाँ वेलकम पनि गर्न चाहन्छु, स्वागत पनि गर्न चाहन्छु। यो जस्तो अवस्थामा आउनुभएको छ, कोही आउनुहरू त धेरै कुराहरू थियो। यो संस्थामा आज हामीले सानो थोरै गरेर त्यहाँदेखि यो संस्थालाई आज हामी यो उचाइसम्म पुर्याएका छौँ। आउने दिनहरूमा अझै यो संस्थालाई अझै ठुलो उचाइसम्म पुर्याउन पाइयोस् र यो संस्थालाई अझै त्यहाँदेखि ठुलो उसमा लिएर गएर हाम्रो यो संस्थालाई यहाँ मात्रै नभएर नेपालमा लिएर गएर यो संस्था दर्ता गरेर यो संस्थाबाट हामीले केही कारखानाहरू खोल्न सकिने, केही कुराहरू गर्न सकिने, कसैलाई रोजगार दिन सकिने धेरै कुराहरू छन्। यी कुराहरूलाई त्यहाँदेखि सबैले समेटेर राखेर यो हाम्रो रकम जम्मा गरेर नेपाल फर्केर गएपछि पनि केही यसले केही सहयोग हुन्छ कि भन्ने उद्देश्यका साथ यो संस्था स्थापना गर्नुभएकोमा यहाँहरूलाई हृदयदेखि धन्यवाद। पक्कै पनि अघि संस्थाका उपाध्यक्षज्यूले भनिसक्नुभयो, यो थोरै जम्मा गरेको पैसाले भोलि धेरै ठुलो गर्न नसके पनि यस संस्थाद्वारा सबै सदस्यहरूको सानो लगानीमा एउटा नेपालमा केही सानो उद्योग हाम्रो भविष्यमा जीविकोपार्जन गर्न सकिन्छ। यहाँहरूको यो उदाहरणीय कार्यको लागि मेरो तर्फबाट बाँच्नुपर्छ भनेको बुझिएन। तर आजसम्म यो दुनियाँमा म जतिको खुशनसिब र म जतिको भाग्यमानी सायदै सबैको नजरमा म जस्तो कोही पनि छैन। भित्री मनको पीडा त केवल मलाई थाहा छ कि मेरो भगवानलाई थाहा छ। दुनियाँको नजरमा म जतिको खुशनसिब र म जतिको भाग्यमानी, म जतिको ह्यान्डसम, म जतिको लड्के कोही पनि छैन है। तर दुःख र पीडा मनभित्र कति छ भन्ने कुरा केवल यो जीवनलाई थाहा छ कि त भगवानलाई थाहा छ, अरू कसैलाई पनि थाहा छैन। धेरै धेरै धन्यवाद हाम्रो यो श्री सुब्बा देउराली रानीमहल समूह र एवं श्री ऋषिकेश सहकारी संस्था युएई। थ्याङ्क यू सो मच। तपाईँहरूले मलाई यो मञ्चमा 2 शब्द बोल्ने मौका दिनुभयो। थ्याङ्क यू भेरी मच। धेरै धेरै धन्यवाद। आफैमा कुशल मन्तव्य राख्ने, आफैमा कुशल गजल टुक्काहरू राख्ने रामचन्द्र ढकालज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आफ्नो दुःख साटेर गइसक्नु भएको छ हामी माझबाट।
सबैसँग दुःख सुख आफ्नो बाल्यकालदेखि लिएर आफ्नो स्ट्रगल जिन्दगीदेखि लिएर अहिलेसम्मको यात्राको सम्पूर्ण कहानी कथाहरू साटेर गइसक्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी अबको क्रममा भने म जोड्न चाहन्छु प्रशंसा पत्र प्रमाणपत्र वितरणको लागि मञ्चमा बोलाउन चाहन्छु आदरणीय व्यक्तित्व यसै संस्थाका अध्यक्ष श्री ऋषि घिमिरेज्यूलाई हाम्रो अतिथिवर्गहरूलाई प्रशंसा पत्र वितरण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। मञ्चमा आइदिनु होला ऋषि घिमिरेज्यू। धन्यवाद ऋषि घिमिरेज्यूलाई। यसै गरी आफ्नो प्रशंसा पत्र ग्रहण गर्नको लागि हाम्रो अतिथि जीवन पौडेलज्यू मञ्चमा आइदिनु हुनको लागि अनुरोध गर्दछु। वितरण गर्दै हुनुहुन्छ अध्यक्ष आदरणीय ऋषि घिमिरेज्यूले। लिनुहोला, फोटो लिनुहोला भाइ, पिक्चर लिनुहोला। धेरै धेरै धन्यवाद जीवन पौडेलज्यूलाई। प्रमुख थ्याङ्क यू सो मच सबैलाई ल सबैले खाना खानु हेलो हजुर सबैलाई नमस्कार। मेरो चैनल 10 परिवारी हाल शारजा ल मैले यहाँ माइक हेलो हजुर नमस्कार। हाम्रो कार्यक्रम चाहिँ अब समापन भइसकेको छ। जस्तो छ त्यस्तै हेरेर सल्लाह सुझाव दिन नभुल्नु।